यहाँहरू सम्पूर्णमा जय माटो जय देश। यतिखेर चाहिँ हामी धरान नगरीमा आइपुगेका छौँ र यतिखेर चाहिँ हामी सम संस्कृति पार्टीको पार्टी सचिवालय अगाडिपट्टि बिन्तीमा भेला भएका छौँ भने र हामी झापाबाट 4 जना श्रमदाताहरू आएका छौँ र किन आएको भन्दाखेरि चाहिँ हिजो सुदूरपश्चिमको महाकाली दार्चुला डुम्लिङ ब्यास गाउँपालिकामा चाहिँ हर्षचन्द्रको नेतृत्वमा चाहिँ झुलुङ्गे पुल निर्माण गरिरहँदा सम्पन्न भइसकिसकेपछि चाहिँ हामी श्रमदाताहरूलाई चाहिँ सम्मान पत्र वितरण गर्दै पार्टी अध्यक्ष हर्क साम्पाङज्यूको नेतृत्वमा बनेको झुलुङ्गे पुल चाहिँ सम्पन्न भइसके पश्चात चाहिँ हामी श्रमदाताहरूलाई चाहिँ सम्मान पत्र वितरण सम्मान गरिरहनु भएको छ। एकदमै खुसी, एकदमै ह्याप्पी। अनि उहाँ सर पनि हामीसँगै जानु भएको थियो होइन? हजुर, हामीसँगै तपाईँ हामीसँगै लट्ठा तान्ने पनि तपाईँ हामीले हो। लास्टमा उहाँ पनि सकेर नै हामी यहाँ यसरी लट्ठा तान्ने बोक्ने हामीले गरेको थियौँ त्यहाँनिर होइन त? त्यस हामीले 21 दिन सम्मान गरेर बसिआएको थिएँ। तपाईँ कति दिन हामीसँगै हामीसँगै आएको हामी चाहिँ हामीसँगै आएको थियौँ र त्यो पुल चाहिँ सम्पन्न भएर त्यहाँको स्थानीय ब्यास गाउँपालिकाको स्थानीयलाई चाहिँ हस्तान्तरण गरिसक्नु भएको छ। र अब श्रमदाताहरू चाहिँ आज यहाँनिर धरान नगरीमा चाहिँ सम्मान पत्र लिँदै एकदम खुसी हर्ष उल्लासका साथ अब फेरि घर फर्किने क्रममा चाहिँ यसरी सम्मान पत्र वितरण गर्नुभएको छ र हाम्रो श्रमको मूल्याङ्कन पनि भएको छ होइन त? मूल्याङ्कन भएको छ। ल त जय माटो जय देश।